शान्ति, स्थायित्व र समृद्धिका लागि उद्योग वाणिज्य महासङ्घ र समग्र निजी क्षेत्रले गरिरहेको पैरवी र सहयोगका लागि पनि आभार व्यक्त गर्दछु। यहाँहरूले आफ्नो पीडा लुकाएर पनि जुन साहसका साथ व्यवसाय अगाडि बढाइराख्नु भएको छ त्यसको म उच्च प्रशंसा गर्दछु। मूलतः सुशासनको जग बसाल्ने र फागुन 21 गते निर्वाचन गर्ने गरी यो सरकार गठन भएको सबैलाई विदितै छ। सरकार राजनीतिक दल तथा युवाहरूसँगको निरन्तर संवाद र सहयोगमा तोकिएकी नीतिमा निर्वाचन गर्ने अवस्थामा पनि हामी पुगेका छौँ। यसका लागि म सम्पूर्ण राजनीतिक दल, निर्वाचन आयोग लगायत सरोकारवालाहरूप्रति हामी आभारी छौँ। नेपालको राजनीतिमा 75 वर्षमा आधा दर्जन बढी परिवर्तनकारी राजनीतिक आन्दोलन भए। यस अवधिमा अन्तरिम सहित 5 पटक संविधान नयाँ बने, तर तत्कालीन समयमा उत्कृष्ट मानिएका धेरै जसो राजनीतिक परिवर्तन पनि दिगो हुन सकेन, किनभने यी राजनीतिक परिवर्तनले समानुकूल आम नागरिकको जीविकामा सुधार गर्न सकेन। पेशा, व्यवसाय, रोजगारीका अवसर पर्याप्त भएनन्। हाम्रा आचरण र व्यवहारमा पनि न्यायपूर्ण हुन सकेन। परिणामतः नागरिकमा निराशा र वितृष्णाको तह विस्फोटक बन्न पुग्यो। भदौ 23 र 24 गतेको जेन्जी आन्दोलन भयो। आन्दोलनका क्रममा भएको मानवीय क्षतिको र न कहिले त्यसको पुर्ताल हुन सक्छ न त त्यसको कुनै मूल्य नै यकिन गर्न मिल्छ। त्यो एउटा गहिरो पीडायुक्त घाउ बनेर सधैँ रहिरहनेछ। यसमा 84 अर्ब रुपैयाँ हाराहारीको प्रत्यक्ष भौतिक क्षति भएको प्रतिवेदन मूल्याङ्कन समितिले दिएको छ, जसमध्ये निजी क्षेत्रको क्षति 33 अर्बभन्दा माथि रहेको छ। यो घाउ चाहिँ हामीले पुर्दै जानुपर्छ र अझै ठुलो फड्को मार्नुपर्नेछ। यो असामान्य परिस्थितिलाई सम्हाल्दै पुनः भड्किन नदिन र शान्ति सुव्यवस्था कायम गर्न सरकारले निकै संयमका साथ व्यवहार गरिरहेको छ। सबै पक्षलाई शान्ति, सहिष्णुता, संयम अपनाउन अनुरोध गरिरहेका छौँ। मुलुक असफलतातर्फ उन्मुख हुन नदिन निर्वाचनको सुनिश्चितता गरिएको छ। मुलुकलाई विधिको शासनमा हिँडाउन, लोकतान्त्रिक उपलब्धि जोगाउने र दिगो स्थिरता कायम राख्ने तथा व्यावसायिक वातावरण बनाउनका निम्ति समय अचूक माध्यम निर्वाचन नै हो। यो निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न तपाईहरू सबैलाई म पुनः हात जोडेर सहयोगका लागि अनुरोध पनि गर्दछु। यहाँहरूले करिब 2 महिना अघि यही थलोमा आयोजना गर्नुभएको कार्यक्रमलाई पनि म सम्झिरहेकी छु। यस बीचमा व्यवसाय संरक्षणका लागि केही महत्त्वपूर्ण काम भएका छन्, जसले व्यवसाय सुरक्षामा सरकार दृढ रहेको र निजी क्षेत्रसँग सहकार्य गर्छ भन्ने प्रश्न हुन्छ। जस्तो कि जेन्जी आन्दोलनमा क्षतिग्रस्त व्यवसाय पुनरुत्थानका लागि मौद्रिक, वित्तीय तथा विकास योजना मार्फत निजी क्षेत्रका सबै माग सम्बोधन गरिएको छ। कर भुक्तानीको म्याद थपिएको छ। बैंकबाट लिएको कर्जाको पुनर्तोलीकरण हुन सक्ने व्यवस्था गरिएको छ। बिमा दाबीको अग्रिम भुक्तानी गर्न पाउने व्यवस्था गरिएको छ। व्यवसायीहरूलाई सरकारले सुरक्षाको पूर्ण प्रत्याभूति दिएको छ। भन्सार प्रशासनमा कारोबार मूल्यलाई मान्यता दिने प्रणाली प्रारम्भ गरेको छ। आन्तरिक राजस्व प्रशासनमा अनलाइन प्यान लिन सक्ने र अनलाइन कर चुक्ता प्रमाणपत्र लिन पाउने व्यवस्था गरिएको छ। सबैलाई फुल अडिट गर्ने प्रणालीको सट्टा जोखिममा आधारित लेख प्रणाली सुरु गरिएको छ। यसै लगानी प्रवर्धनसँग सम्बन्धित केही काम कारबाही यस प्रकार छन्। वैदेशिक लगानीकर्ताले कानुन बमोजिम फिर्ता लैजान पाउने लाभांश, ब्याज जस्ता भुक्तानीमा स्वीकृति चाहिने चरण घटाएर सिधै वाणिज्य बैंकबाट सटै सुविधा लिन सकिने गराइएको छ। नेपाली आईटी व्यवसायको बढोत्तरी र अन्तर्राष्ट्रिय बजारबाट लाभ लिने वातावरण बनाउने आईटी कम्पनीले विदेशमा लगानी गर्न पाउने प्रक्रिया सरलीकरण गरिएको छ। नेपालमा कालो सूचीमा रहेका कम्पनीले पनि व्यवसाय पुनरुत्थान गर्न विदेशबाट लगानी भित्राउन सक्ने भएका छन्। विदेशी लगानी बापतको वैदेशिक मुद्रा भित्राउने प्रक्रिया सरलीकरण गरिएको छ।
जग्गा किता कार्डको व्यवस्थामा परिमार्जन गरी घर जग्गा बजारको अवरोध हटाइएको छ। यसका अतिरिक्त सरकार निजी क्षेत्रसँग निरन्तर संवादमा रही सुधार प्रक्रिया अगाडि बढाउन तत्पर छ भन्ने कुरा पनि यहाँहरूलाई म विश्वास दिलाउन चाहन्छु। यहाँहरूलाई हाम्रा सीमाबारे पनि जानकारी नै होला। यो सरकार ठुलो नीतिगत फड्को मार्न आएको होइन। कानुन बदल्ने अधिकार समेत यो सरकारलाई छैन। जेन्जी आन्दोलनको जगमा बनेको यस सरकारले सम्माननीय राष्ट्रपतिज्यूबाट प्राप्त कार्यदेश अनुसार सुशासनको जग बसाल्दै राजनीतिक स्थायित्वको मार्गचित्रमा काम गरिरहेको छ। यस घडीमा हामी सबै पक्षले बुझ्न जरुरी छ कि नागरिकको जीविकामा सुधार हुन सकेन र उसप्रति न्यायपूर्ण व्यवहार गरेका छौँ भन्ने कुराको पूर्ण अनुभूति दिलाउन सकेनौँ भने असन्तुष्टि हट्ने छैन। नागरिक असन्तुष्टि र अन्यायको अनुभूति नै द्वन्द्व, अराजकता र अशान्तिको मूल कारक हो। यही संवेदनशीलतालाई मनन गरी सरकार, राजनीतिक दलहरू, नागरिक समाज र युवा पुस्ताको समेत सहभागितामा शान्ति, स्थायित्व र समृद्धिका लागि सामूहिक पहल गर्नु प्रशंसनीय छ। यस मञ्चमा हामी सबैले एउटा प्रतिज्ञा भने गरौँ कि ढलेका निजी क्षेत्रका संरचना पुनर्निर्माण भएमा फेरि जल्दैनन् भन्ने ग्यारेन्टी दिन तयार छौँ, ताकि ढुक्कसँग हाम्रा उद्यमी व्यवसायीले लगानी गर्न सक्नुहोस्। देशको रोजगारदाता, सेवा प्रदाय, पूर्वाधार निर्माणकर्ता, राजस्व सङ्कलनमा योगदानकर्ता एवं सम्पत्ति निर्माण गर्ने उद्यमी व्यवसायीको मनोबल उच्च राखी लगानी बढाउन, निर्वाध पेसा व्यवसाय गर्न पाउने र सम्पत्तिको हकको हामी सम्मान गर्दछौँ। उद्यमी व्यवसायीहरूलाई द्रुत सेवा र सुरक्षा प्रदान गर्ने सुनिश्चिततासहित बन्द, हडताल, तोडफोड, आगजनी लगायतका आक्रामक निषेधित क्षेत्रका रूपमा संरक्षण प्रदान गरौँ। उद्योग, कल कारखाना, प्रतिष्ठान, निजी आवास लगायतको सुरक्षाको प्रतिभूति गराउन आवश्यक जे जस्ता कदम चाल्नुपर्छ त्यसका लागि म मेरो मन्त्री परिषदका सदस्यहरूसँग समेत छलफल गरी आवश्यक निर्णय लिने विश्वास दिलाउन चाहन्छु। यसमा मुख्य सम्बद्ध मन्त्रालय र महासङ्घको सहकार्यमा थप कार्ययोजना बनाई लगानीका बाधाहरू हटाउँदै लैजान सरकार तयार छ। भदौ 23 र 24 गतेको प्रदर्शनमा घुसपैठ, लुटपाट, आगजनी गरी गलत फाइदा उठाउने आपराधिक गतिविधिमा संलग्न व्यक्ति तथा समूहलाई कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकाय क्रियाशील छन्। म उद्यमी व्यवसायीहरूलाई पनि स्वच्छ अनि मर्यादित व्यवसायका निम्ति आग्रह गर्दछु। नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा जारी व्यावसायिक आचरण संहिता लगायत अन्य सङ्गठन धारा तयार पारिएका असल व्यावसायिक अभ्यास एवं समयक्रममा थपिएका व्यावसायिक उत्तरदायित्वको निजी क्षेत्रले पूर्ण पालनाको प्रतिबद्धता पनि गर्नुपर्छ। अन्त्यमा निर्वाचन मार्फत स्थायित्व र निर्वाध पेसा व्यवसाय गर्न पाउने प्रत्याभूति सहित उद्यमशीलता विकासमा सरकार प्रतिबद्ध छ र यसमा नागरिक समाज, युवा पुस्ता, सर्वसाधारण र दलहरूको सकारात्मक सहयोग र आज प्रकट भएको सदाशय जुन छ त्यसको सराहना गर्दछु। धन्यवाद।